नमस्ते साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो अर्को मिनी ब्लगमा। आज म बिहानै उठिसकेपछि मैले मुख धोएर आएँ साथीहरू। अनि त्यसपछि चाहिँ म यता मेरो हेयर बनाउँदै छु। हेयर चाहिँ पुरा धुन्निरहेको थियो भनौं न, यस्तो भइरहेको थियो। अनि त्यसपछि चाहिँ बनाएर मैले काटा पनि लगाएँ साथीहरू। अनि म अब जान्छु बिहानको नास्ता बनाउनलाई। नास्ता बनाउनको लागि म यता काट्दै छु खुर्सानी। अनि खुर्सानी काटिसकेपछि यता काटे मैले प्याज। अनि प्याजलाई पनि चप काटिसकेपछि म चाहिँ यता अन्डा फोडेर हाल्छु, एउटा अन्डा हाल्छु। अनि अन्डा हालिसकेपछि मैले सबै मरमसला हाले साथीहरू। अनि त्यसपछि चाहिँ मैले आगो बालेर यता तवा लगाएँ। तवा लगाइसकेपछि ओइललाई हालिदिएँ साथीहरू। अनि ओइल गरम भइसकेको थियो, त्यसपछि मैले हाले अन्डा। म चाहिँ अन्डाको रोटा बनाउँदै छु। अनि यो चाहिँ रातिको रोटी थियो, त्यसलाई मैले अन्डामा राखिदिएँ। अनि त्यसपछि चाहिँ यता रेडी भइसकेको थियो। यति तातो थियो कि साथीहरू खानै सकिरहेको थिएन। अनि जसो तसो गरेर मैले खाएँ साथीहरू त्यसलाई। अनि एकदमै मिठो थियो साथीहरू। अनि चाहिँ म गएँ माथि छतमा र बारिस आउला जस्तो भइरहेको थियो कि आइहाल्यो बारिस। अनि त्यसपछि चाहिँ म यता बारिससँग रमाउँदै छु साथीहरू। बारिस पर्यो भने त कुन्नी किन मनै ताजा भएर आउँछ साथीहरू। अनि यता हेर्नु न, माथि अहिले त पानी आइरहेको थियो। अनि बारिस आयो भने हरियाली पनि कति राम्रो देखिन्छ साथीहरू। अनि त्यसपछि चाहिँ भइसकेको थियो दोपहरको खाना खाने टाइम। दोपहरमा चाहिँ मैले खाना बनाएको थिइनँ, त्यसैले मेरो बुढोले बाहिरदेखि लिएर आउनु भएको थियो। यता चाहिँ के थियो भन्दाखेरि चाहिँ पुलाउ थियो, भेज पुलाउ। अनि स्विट रोटी थियो। अनि चाहिँ बेगनको सब्जी थियो साथीहरू। ल साथीहरू, आजको लागि यति नै। फेरि भेटौँला अर्को छोटो मिठो ब्लगमा।